उच्च अदालतले के भन्यो? वस्तुनिष्ठ प्रमाण छैन। विस्फोट नै भएको यकिन छैन समेत भन्यो रे। यो त अचम्मकै कुरा भयो। यकिन छैन? खै, त्यो घटना के थियो अलि सम्झौँ न। 2064 चैत 27 चुनावको ठिक अघिल्लो रात। हो, रौतहटको राजपुर फरदवामा आलमका काका शेख इन्द्रिसको घरमा बम विस्फोट भएको थियो। न बुथ कब्जा गर्न बनाइँदै थियो। हो, अभियोजन पक्षको दावी त्यही थियो। अनि त्यो विस्फोटमा जो घाइते भए नि, उनीहरूलाई के गरियो? सरकारी अनुसन्धानले के भन्छ भने उनीहरूलाई उपचार गर्नुको सट्टा प्रमाण मेटाउन जिउँदै नजिकैको आलमको आफ्नै इँटा भट्टामा लगेर फालियो रे। ए भगवान, जिउँदै कतिजना थियो रे? पिन्टु भन्ने, त्रिलोक प्रताप सिंह, ओसी अख्तर मिया लगायत करिब 23 जना जति पीडित भएको भन्ने अभियोग पत्रमा थियो। यो त सुन्दा पनि कस्तो कहाली लाग्दो। अनि यस्तो गम्भीर आरोप लागेको घटना 12 वर्षसम्म कसरी दबियो त? यो त अचम्म लाग्दो छ। त्यही त, प्रहरीले सुरुमा जाहेरी लिनै मानेन भन्ने कुरा हो। पीडित साक्षीहरू डराए। अनि एकजना उजुरीकर्ता शेख रुक्सना खातुनको त गोली हानेर हत्या नै भयो बीचमा। ओहो, यसले त झन् डर पैदा गर्यो होला नि पीडितहरूमा। एकदम। यसले के देखाउँछ भने राजनीतिक पहुँच र शक्तिको कस्तो दुरुपयोग हुन सक्छ भन्ने कुरा। पीडितहरूले त वर्षौंसम्म न्यायका लागि लड्नु पर्यो। अनि बल्ल सर्वोच्च अदालतले हस्तक्षेप गर्यो। हो, सर्वोच्चले 2069मा अनि फेरि 2076मा पनि कडा आदेश दियो। त्यसपछि मात्रै प्रहरीले अनुसन्धान अघि बढाएर आलमलाई पक्राउ गर्यो। 2076 असोज 26मा बल्ल पक्राउ परेका हुन् उनी। कति ढिला! अनि जिल्ला अदालतले त प्रमाण हेरेरै जन्मकेत सुनाएको थियो नि, होइन? हो, आलम, उनका भाइ मोहम्मद महताब आलम अनि शेख सराज र बद्री सहनीलाई पनि। त्यहाँ के प्रमाण थिए त जसलाई उच्च अदालतले फेरि वस्तुनिष्ठ छैन भनिदियो? एउटै प्रमाणलाई हेर्ने दृष्टिकोणमा यति फरक कसरी? यो नै अहिलेको सबैभन्दा जटिल प्रश्न हो। जिल्ला अदालतले चाहिँ प्रत्यक्षदर्शीको बयान, घटनास्थलको प्रकृति, केही बरामद सामग्री भनिएको थियो अनि अरू परिस्थितिजन्य प्रमाणहरूलाई आधार मानेको देखिन्छ। तर उच्च अदालतले ती प्रमाण पर्याप्त देखेन? न्यायाधीश खुशी प्रसाद थारू र अर्जुन महर्जनको इजलासले चाहिँ अभियोग पुष्टि गर्न ती प्रमाण काफी भएनन् भन्ने ठहर गर्यो। अब फैसलाको पूरा पाठ आएपछि अझै थाहा होला, तर यसले प्रमाणको मूल्याङ्कन प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको छ। अब सरकारी वकिल कार्यालय त पक्कै चुप बस्दैन होला। उनीहरू के भन्दैछन्? सरकारी वकिल कार्यालय मतलब सहन्यायाधिवक्ता कोष हरि निरौलाले त यो फैसलामा चित्त बुझेको छैन, हामी सर्वोच्च जान्छौं भन्नुभएको छ स्पष्टसँग। उहाँहरूको आधार के छ त? उहाँहरूको भनाइ छ इटा भट्टाबाट भेटिएको भनिएको अस्थिपञ्जर, प्रत्यक्षदर्शीका बयान, यी प्रमाणहरू बलिया छन्, मुद्दा कमजोर छैन। उच्च अदालतको फैसलाले प्रमाण र पीडितको पीडालाई बेवास्ता गर्यो भन्ने उहाँहरूको अडान छ। यसलाई त राज्य शक्तिको दुरुपयोगको एउटा मानक घटना जस्तै मान्न थालिएको छ है। हो, धेरैले त्यसरी विश्लेषण गरिरहेका छन्। शक्ति र पहुँच हुँदा कसरी न्याय प्रभावित हुन सक्छ भन्ने यो एउटा उदाहरण बन्न सक्छ भन्ने चिन्ता छ। अनि रिहा भइरगत्तै आलमलाई मस्तिष्कघात भएको खबर पनि आयो। खैर, त्यो स्वास्थ्यको कुरा भयो। तर कानुनी लडाईँ चाहिँ अब सर्वोच्चमा पुग्ने भयो। हो, अब सबैको ध्यान सर्वोच्च अदालतमै हुन्छ। के सर्वोच्चले उच्च अदालतको फैसलालाई सदर गर्छ कि जिल्ला अदालतकै फैसलालाई मान्यता दिन्छ? यो निर्णयले धेरै कुरा निर्धारण गर्छ। यो केवल आलमको व्यक्तिगत मुद्दा मात्रै रहेन अब। यी प्रश्नहरूको जवाफ त अब भविष्यले नै देला। तर यो घटनाले हाम्रो लोकतन्त्र, हाम्रो न्याय प्रणालीमाथि गम्भीर